मञ्चमा आसीन देशकी अभिभावक सम्माननीय पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू, प्रधान सम्पादक पूर्व मन्त्री महेन्द्र बहादुर पाण्डेज्यू र आदरणीय जनसमुदाय, म स्वेच्छा सङ्ग्रौला, धेरैजनाले चिन्नु भएको छैन होला, कता कता नामथर सुन्दा उसैको पो छोरी हो कि भन्ने लाग्यो भने त्यो संयोग मात्र हो। अभिभावक भनेर मैले सम्माननीय पूर्व राष्ट्रपतिज्यूलाई भनिसकेँ। अभिभावकले भुलचुक माफी पनि गरिदिनुहुन्छ, त्यही भएर केही ठट्टा गरेको कुरालाई अन्यथा नलिदिनु होला। हिन्दीमा आदत से मजबुर भन्ने छ, पढाउँदा पढाउँदा त्यो रगतमा छिरिसक्यो, त्यही भएर इङ्ग्लिसमा स्पिच लेखेर लिएर आएको थिएँ। इङ्ग्लिसमा पढ्न मन लागेन, अब नेपाली स्पिच पढ्नलाई छैन, त्यही भएर अलिअलि म बिराउने पनि सम्भावना छ। स्पेन भर्सेस अर्जेन्टिनाको गेम छ आज राति। न्यू जर्सीको हावा सफा भयो भने फिफा वर्ल्ड कप हुन्छ, नहुने सम्भावना पनि देखिएको छ। स्पेनका एक खेलाडी लमिन यमाल 1 वर्ष हुँदाखेरि उहाँलाई लियोनेल मेसीले नुहाइदिएको फोटो अहिले भाइरल भएको छ। अब लियोनेल मेसी 39 वर्षका खेलाडी 1 वर्ष हुँदा नुहाइदिएको खेलाडीसँग उहाँ वर्ल्ड कप खेलिरहनु भएको छ। त्यही दृष्टिकोणले पनि आज हजुर मेसीहरूका अगाडि म यमाल भएर उभिएको छु, मलाई स्वीकार गर्नु होला। म समीक्षा दिन भन्दा पनि आफूले सिकेका चिज केही राख्न आउँदैछु। मदन भण्डारीलाई मैले भेट्ने मौका पाइनँ। जबको विशेष चर्चा जब बढ्यो त्यति बेला म 1-2 वर्षको थिएँ र हामी पनि 2 जना छोरी, हाम्रो हजुरआमाहरू मूल घर हाम्रो घरमै थियो, सोध्नुहुन्थ्यो एकांशा 2टा छोरी मात्र भए भन्नेपछि बुझिहाल्नु भयो हजुरहरूले कुरा। मेरो आमालाई तनाव हुन्थ्यो यो विषयमा। मदन भण्डारी भन्ने शब्द मैले पहिलोचोटि कहिले सुने तपाईँहरूलाई बताउँदैछु। मेरो बुवाले भन्नुहुन्थ्यो मदन भण्डारीको पनि 2टै छोरी हो। यहाँबाट मैले सुनेको यो शब्द, त्यति बेला मलाई थाहा पनि थिएन। अब आज म यसरी यो मासमा लगभग थुप्रै मार्क्सिस्टहरू हुनुहुन्छ, फेटलिजमको कुरा गर्न नि भएन। भगवान्लाई म धन्य दिन चाहन्छु, धन्यवाद भन्न चाहन्छु यहाँ उभिदिनु भयो। के प्रसङ्गले म यहाँ उभिएको छु म आफै थाहा छैन मलाई, तर अनौठो लागिरहेछ, एक खालको अनौठो लागेको छ। ध्रुव सरलाई, मेरो मेन्टरलाई विशेष धन्यवाद दिन चाहन्छु। मैले जर्नल फर्स्टदेखि लास्टसम्म सबै पढेँ र त्यो पढ्दाखेरि मलाई एकदमै आनन्द आयो। एकचोटि लाग्यो पिएमपिडी पर्सपेक्टिभ्स सुन्दा त्यति मिठो छैन, सायद यसलाई जबजनै पो भनिदिनुपर्छ कि, किनभने मैले एकजना ब्राजिलको साथीलाई जबज भनेपछि वाट इज जबज भनेर सोधेको थियो। पिएमपिडी भन्दा डेमोक्रेसी भन्दा सोध्ने सम्भावना कम छ विदेशबाट। अलिकति हामीले अटेन्सन इकोनोमीमा स्पार्क गर्नलाई जबजको ट्रान्सलेसन मेरो अनुमानमा पिएमपिडी त्यति मिठो हुनसक्छ। यसको ट्रान्सलेसनै गर्न गाह्रो छ, बिकज इट इज अ प्रडक्ट अफ हिस्टोरिकल स्पेसिफिसिटी भन्ने मैले पढेको छु। यो एउटा इनोभेसन हो भन्ने पनि मैले थाहा पाएको छु। त्यही भएर आगामी अङ्कहरूमा यसलाई जबज पनि लिएरै हिँड्ने हो कि आगन्तुक अङ्ग्रेजी शब्दै पो बनाइदिने हो कि। वेन यु वान्ट टु नो अबाउट अ ल्याङ्ग्वेज डोन्ट गो टु अ ग्रामेरियन, गो टु द युजर्स भन्ने एउटा थ्योरी छ। त्यो अनुसार जबज हामीले जति पपुलर बनायौँ, जति बोल्दै गयो त्यति राम्रो हुन्छ कि भन्ने एउटा मेरो यो सुझाव छ अर्को अङ्कका लागि। अर्को अन्तर्राष्ट्रिय कानुन म पढाउँछु, म व्याख्या, मलाई शब्द, भाषा, लिङ्ग्विस्टिक्स, ल र इन्टरनेसनल लमा थुप्रै ठाउँमा छरिएको छु। मलाई ल्याङ्ग्वेज मनपर्छ, ल्याङ्ग्वेजको शब्दसँग खेल्न, अन्तर्राष्ट्रिय कानुनमा कसरी खेलिन्छ भन्ने कुरा मलाई त्यसमा इच्छा छ। अन्तर्राष्ट्रिय कानुनमा जब देशहरूले स्वतन्त्रता प्राप्त गरे उपनिवेशवादबाट, यही बारेमा छलफल भएको थियो। अब हामी अन्तर्राष्ट्रिय कानुन युएनसँग इङ्गेज गर्ने, बोइकट गर्ने कि यसैलाई संस्था दरो बनाउँदै यसैलाई अझै आफ्नो तर्फबाट इनोभेसन गर्दै जाने भन्ने कुरा, यो मैले आर्टिकलमा प्रशस्त रूपमा पाएँ। कानुनमा पनि यो कुरा छ। अन्तर्विरोध भन्ने शब्द आफैमा नराम्रो त होइन। एउटा अर्को म सुझाव राख्न चाहन्छु, जस्तो मैले व्याख्या पढाउँदाखेरि मलाई विशेष मैले यसमा रुचि राखेको छु। हाम्रो जैमिनीद्वारा सङ्कलित मीमांसा सूत्रमा, मीमांसा भनेको ज्ञानको तृष्णा, मीमांसा सूत्रमा भएका सिद्धान्तहरू जुन छन् त्यसभित्र भएको डायलेक्टिक्स, मार्क्सभन्दा अगाडिको
हेगल एङ्गल्सभन्दा अगाडिको डायलेक्टिक्सको कुरा छ, कुनै एउटा विषय हुन्छ त्यसमा डाउट जन्मिन्छ, संशय आउँछ, त्यसपछि पहिला सुरु काउन्टर आर्गुमेन्ट आउँछ, त्यसलाई पूर्व पक्ष भनिन्छ, त्यसपछि त्यसको जवाफमा उत्तर पक्ष आउँछ र त्यसको सङ्गतिबाट कन्क्लुजन निस्किन्छ। म यसरी विद्यार्थीहरूलाई अलिकति मीमांसा सूत्रलाई पनि बढी समातेर हिँडौँ भन्ने हुन्छ, किनभने हाम्रो विद्यार्थीहरू कोही कङ्ग्रेस मन पराउने विद्यार्थी छन्, कोही एमाले मन पराउने विद्यार्थी छन्, कोही माओवादी विद्यार्थी छन्, कोही रासोपा विद्यार्थी छन्। मीमांसा पढ्दाखेरि एउटा खालको इन्टेलेक्चुअल हेरिटेजकै कारणले पनि होला उहाँहरूलाई रमाइलो लाग्छ। त्यही भएर अलिकति अब आउने जर्नलमा हामीले पाणिनिका ग्रामर, अर्घाखाँचीमा हाम्रो पाणिनि तपोभूमि छ, पाणिनिका ग्रामर अनि मीमांसाका डायलेक्टिक्सलाई लिएर यो जबजसँग जोडेर जाँदाखेरि अझै बढी राम्रो पनि हुन्छ। अर्को अङ्कका लागि भनिहालेँ, अब लेख्ने अनुमति मलाई नै दिनु होला, अब कर पारेको भन्ने नभन्नु होला, म यसमा इन्ट्रेस्टेड छु हजुर। यसमा अर्को चिज एउटा म सेयर गरौँ। म जब अमेरिकामा म मास्टर्स पढिरहेको थिएँ, हाम्रो एउटा प्रोफेसर हुनुहुन्थ्यो, उहाँले पढाएको क्लासमा म के पनि बुझ्दिनँ थिएँ, तर टाउको हल्लाउन बाध्यता थियो। अब यहाँ आएर यो के भने होला, आज त्यो शब्द छ वर्ड सलाद अरे, भन्न धेरै कुरा मिक्स भएर आएको छ, तर बुझ्नेले नबुझेकोले नबुझेको भन्नै सक्दैन। अब त्यो मासमा गएर म अनभिज्ञ भनेर कसरी भन्नु, बुझ्यो होला भन्दै टाउको हल्लाउँदै 4-5 वर्षपछि अस्ति मैले इमेल लेखेँ, प्रोफेसर मैले हजुरले पढाएको के पनि बुझेको थिइनँ, केन्याबाट आएको साथीले पनि पढाएको केही पनि बुझेको थिएनन्। हामी रुन्थ्यौँ डोमेट्रीमा बसेर। अलिकति हामी एकाडेमिक सर्कलमा भएकोहरूले हाम्रो भाषा अझै बढी सरलीकृत बनाउनुपर्छ कि जार्गनहरूलाई जुन हामीले मदन भण्डारीबाट सिक्न सक्छौँ। मेरो बुवाले भन्नुहुन्थ्यो चिउरा दुधले भिजाएकै राम्रो, तर पानीले भिजाए पनि चिनी छर्केर भए पनि अलिअलि मिठास, यस्ता खालका चिजहरूले हामी एकाडेमिकली पनि सिक्नुपर्छ कि किन नलेख्ने जर्नलमा यस्ता भाषा जस्तो पनि मलाई लाग्छ। त्यही भएर यो म छैन भन्न खोजेको त होइन, तर अझै बढी म आफैबाट पनि सुरुवात गर्दैछु। जति सबैले बुझ्न सक्ने भयो त्यति नै राम्रो नै त होला नि। नलेज सोसियलिजमको दृष्टिकोणले पटक पाइलामा नयाँ शब्द जन्माउनै पर्छ जस्तो पनि मलाई लाग्दैन, र जति त्यसलाई बुझाएर भन्न सक्यो त्यति राम्रो। किनभने भागवत गीतामा एउटा भनाइ छ, हामीलाई केही पनि चिज नयाँ हुँदैन, हामीले बिर्सेका चिज सम्झिने मात्र हो। नष्टो मोहम स्मृतिर्लब्ध भनेको छ, त्यो सम्झेको चिज हाम्रो मेरो स्मरणमा अर्जुनले भन्नुभयो, मलाई सम्झाइदिनु भयो यो कुरा। त्यही भएर मदन भण्डारीले जसरी जनआवाजमा बोलेर हामीलाई सम्झाउनु भएको थियो, हामी एकाडेमिक जर्नल हामी चाहन्छौँ प्रत्येक व्यक्तिले पकेटमा बोकेर हिँडोस्। आजको विडम्बना के छ भने एकाडेमिक राइटिङहरू प्रायः त्यति साह्रो पढिँदैन, साइटेसनका लागि पढिन्छ, डाउनलोड हुन्छ, तर यही जर्नल मैले लेखेकै आर्टिकल मेरा विद्यार्थीलाई कर गर्नुपर्छ, फेल पारिदिन्छु भन्नुपर्छ, अनि मात्र डाउनलोड गरेर पढ्छन्। हामीले अलि बढी सरलीकृत गर्नु ठिक होला कि भलै काउन्टर आर्गुमेन्टमा कसैले भन्ला यतिको त मलाई पनि थाहा थियो नि मास्टर अरे भन्दा ठिकै छ, नो प्रब्लम, स्मल इज ब्युटिफुल भन्न हामी पनि सक्छौँ। किनभने अस्ति नराम्रो एउटा घटना भयो, एकजना साथीले भन्नुभयो 1000 फाइन तिर्न नसकेको कारणले मान्छे कोही आगो लाएर मर्न सक्छ भन्नुभयो। अनि मैले भने हजुरका दृष्टिकोणले सक्दैन भने, सक्दैन भनेपछि हजुरले रिलेटै गर्न सक्नुहुन्न, त्यति चरम गरिबीमा ऊ बस्या होला, म पनि सक्दिनँ, म भावे म गर्थेँ, म सक्दिनँ। त्यही भएर हामी एकाडेमिसियनहरू पनि जनताको लेभलमा जानु। यो आर्टिकलमा जर्नलमा मलाई एउटा मन परेको आर्टिकल जेएल अस्टिनको कम्प्लेक्स थियोरीलाई लिएर मदन भण्डारीले बोल्नुभएका शब्दको एनालिसिस जुन छ त्यो मलाई असाध्यै राम्रो लाग्यो। रेमिटेन्सको दृष्टिकोण, हामी रेमिटेन्स मात्र कुरा नगरौँ, प्रदेशमा भएको रेमिटेन्सको असर, स्मलमा जाउँ। थ्योरी इज अलवेज ग्रे, लाइफ इज ग्रिन भन्ने फाउस्टको प्लेमा गोथेले भन्नुभएको थियो, पछि एङ्गल्समा पनि त्यो एट्रिब्युसन भयो। त्यही भएर ग्रिन ट्री अफ लाइफ, ग्रिन लाइफसँग जाने सिद्धान्तको लागि होइन, जीवनका लागि हो भनेर मदन भण्डारीले भन्नुभएको छ। त्यही भएर यसलाई सिद्धान्तलाई अबको अङ्कहरूमा जस्तै साना साना घटनाक्रम हेर्नका लागि यसलाई कन्सेप्चुअल फ्रेमवर्कका लागि प्रयोग गरौँ। म मान्दिनँ, मलाई कस्तो लाग्छ भने यसमा म गलत हुन सक्छु। हेर्नुहोस् है, भन्ने नभन्लान्, तर थुप्रो मान्छेहरूको म आँखा चिम्लेर अहिले स्पिच सुन्छु। आजको दिनमा पनि लगभग सबै चिज मदन भण्डारीको स्पिचकै छ, मात्र के फरक भन्न चाहनुहुन्न।
भनेपछि कहिलेकाहीँ एउटा आइडिया यति पावरफुल भयो भने यस्तो हुन्छ कि त्यो आइडिया कसले ल्याएको भन्ने मान्छे बिर्सिन्छ, यो त म भित्रैबाट पो जन्मेको पो हो कि भन्ने मान्छेलाई हुन्छ। त्यस्तो हुन्छ। हामीले लेखेका छौँ नि कविता, आहा मैले नि यो जस्तो कविता त संसारमै लेखेको थिएन होला, गुगलमा हाल्दा 100 त्यही कविता निक्ले हुन्छन्। किनभने सबैभन्दा राम्रा विचारभित्र अन्तर्निहित हुन्छन् स्मृति लब्धको दृष्टिकोणबाट पनि हामी बेला बखतमा सम्झिरहन्छौँ। त्यही भएर जब मेरो साथीहरूले बोल्ने भोक्याबुलरी त्यही हो। एकजना मैले सँगै पढिरहेको साथी अहिले कृषि मन्त्री हुनुहुन्छ, हामी ल कलेजमा सँगै पढेको। हाम्रो भोक्याबुलरीमा तर जब भन्न नचाहिरहेको मात्र हो। त्यही भएर यसलाई फेरि सम्झाउनुपर्छ भन्ने दृष्टिकोणमा मलाई के लाग्छ भने सबैले सम्झिएका छन्, तर अझै यसलाई एस्थेटिक सेन्सिबिलिटी भन्ने शब्द लेख्नुभयो प्रोफेसर गुप्तले। यसलाई अझै एस्थेटिकली ब्युटिफुल बनाएर बोक्नेलाई बोक्न अप्ठ्यारो नपार्ने गरी कसरी हामीले लाने भन्ने कुरामा अर्को जर्नलले गर्न सक्ला। अन्त्यमा 2टा प्याराबल भन्न चाहन्छु अनि म अन्त्य गर्छु। 2जना जेन मङ्क, बुद्धिस्ट मङ्क बाटोमा हिँडिरहेका थिए अनि बिचमा एउटा नदी जस्तो थियो अनि एकजना महिलाले नदी तर्न नसकेको, अब फेमिनिस्ट साथीहरू प्लिज गाली नगरिदिनु होला मलाई, यो मैले बनाएको स्टोरी त होइन, अनि म तर्न सकिनँ मलाई प्लिज पार गराइदिनुहोस् न भनेर भन्नुभएछ जेन मङ्कलाई। अनि एउटा मङ्कले हुँदैन 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 भनेर अर्कोलाई यसो चिमटिरहनु भएको थियो, अर्कोले हुन्छ भनेर यसो हात समातिएर पार गराइदिनु भयो, धन्यवाद भने। त्यसपछि अघि त्यो चिमटिरहने मङ्कले ठुस्स परेर रिसाएको जस्तो अनुहार भइसकेपछि अर्कोले सोधे के भयो तिमीलाई, किन रिसाएको जस्तो मैले महसुस गरेँ भन्दाखेरि हामी मङ्क जस्तो मान्छे, हामी यस्तो ब्रह्मचार्यमा बसेका मान्छेहरू हामी त्यसरी महिला एकजना मित्रको हात समातेर त्यसो गर्नुहुन्थ्यो र भन्दाखेरि मैले त जम्मा 1 मिनट त उहाँलाई बोकेर मद्दत गरिदिएको, तिमीले त अहिलेसम्म त्यसलाई बोकेर हिँडिरहेको रहेछौ भन्ने एउटा। यसलाई हजुरले कसरी व्याख्या गर्नुहुन्छ, मैले त्यहीँ छोडेँ। अब बोकेर हिँडिरहेका पूर्वाग्रहहरू पनि तोड्ने कुरा त छँदैछ। अर्को अन्त्यममा एकजना छिमेकी अर्को छिमेकीकोमा मलाई घोडा चाहियो, मलाई घोडा दिन सक्नुहुन्छ केही समयका लागि भनेर माग्न गएछन्। अनि घोडा पछाडि बाँधेको थियो, घोडा त छैन त मैले त बेचिदिएँ भन्नुभयो अगाडि एउटा छिमेकीले। पछाडि घोडाले कराएको गरेको आवाज आयो। त्यसपछि गए, त्यसपछि पछाडि फर्केर हेर्दा मलाई नपत्याएर घोडालाई पत्याउने भन्नुभयो त्यो भन्ने व्यक्तिले। त्यसपछि उनी सरासर अगाडि गए। अन्तर्राष्ट्रिय कानुन र असल छिमेकी हुन कानुनी दायित्व के छ भन्ने कुरामा सायद हामीले घोडालाई नपत्याएर घोडा छैन भन्ने व्यक्तिलाई पत्याइरहँदाखेरि अन्तर्राष्ट्रिय कानुनमा ल्याउने, परराष्ट्र नीतिमा ल्याउने चिजहरूमा यसले असर गर्छ कि भन्ने चिजहरूलाई पनि कन्ट्रोभर्सियल चिजहरूलाई नडराइकन मेरो विचारमा जर्नलले नै गर्न सक्ने हो। यस्ता चिजहरूलाई पनि अर्को अङ्कमा विशेष ल्याउन सकिन्छ भनेर भनेर धन्यवाद सुनिदिनु भएकोमा र मलाई सहन गरिदिनु भएकोमा धन्यवाद म्याम। थ्याङ्क यू सो मच ध्रुव सर एन्ड टु द मदन भण्डारी फाउन्डेसन फर इन्भाइटिङ मी। थ्याङ्क यू सो मच।